कुनै पनि केटा, कुनै पनि पुरुष 28 वर्ष 30 वर्ष क्रस भइसक्यो, उसँग अझै पनि सेभिङ छैन, फ्युचर राम्रो छैन, फ्यामिली नि राम्रो छैन, अनि त्यसपछि उसको बानी बेहोरा नै छैन राम्रो भनेपछि उसँग जीवन बिताउने जुन केटी हुन्छ, महिला, सायद ऊ खुसी हुन्छ जस्तो लाग्दैन मलाई चाहिँ। किनभने अब उसँग ऊ जोसँग बिताइरहेछ नि त जिन्दगी, उसँग ऊ मतलब फ्युचरै देखिरहेको हुँदैन कि अब मतलब के कुरामा खुसी हुने त। अनि अब न राम्रो माया गरेको छ, न अब पैसा छ, सेभिङ छ, न अब फ्यामिली ब्याकग्राउन्ड राम्रो छ, न फ्यामिलीमा सम्बन्ध राम्रो छ, न अब आफूमा केही स्किल छ, न कुनै चिज गरेर मलाई पाल्छ भोलि भन्नुहुन्छ। अब त्यस्तो केही छैन। अब आफ्नो अब हुन्छ नि, अब आफ्नो पुरै संसार छोडेर आउनुपर्ने हो नि त जुन मान्छेको लागि। अब त्यही मान्छे नै राम्रो भएन भने त अनि त्योसँग बस्नुको मतलब, त्योसँग बसेर अगाडि के देख्ने भन्ने कुरा नै मतलब हुँदैन, देखिँदैन नि त। त्यही भएर महिलाहरू जुन पनि केटीहरू भर्खरको अब हुन्छ नि त युवतीहरू, त्यही भएर उनीहरूले पार्टनर चुन्ने बेलामा चाहिँ अब मतलब केही नभए पनि आफूमा स्किल राम्रो होस्, या नभए पनि अब जे जस्तो भए पनि आफूलाई माया गर्ने मान्छे, मरिहत्तै गर्ने माया गर्ने मान्छे भए त ल जहाँ जे भए पनि ल माया गर्छ, ल मलाई पाल्छ, मनको शान्ति त दिन्छ भन्ने हुन्छ नि एउटा, त्यो हुन्छ। अनि अर्को भनेको अब एउटा फ्यामिली ब्याकग्राउन्ड सबै राम्रो छ, अलिअलि पैसा पानी पनि छ, अलिक घर जग्गा यताउता जे भने अलिकति ब्याकग्राउन्डमा छ भने पनि ल अब बुढाले अलिकति गाली गरे पनि, अलिकति जे जस्तो गरे पनि फ्यामिली चाहिँ एकदम सपोर्ट छ, राम्रो गर्छ भन्ने हुन्छ। त्यो भए पनि बस्ने आधार हुन्छ। तर अब केही पनि कुरा छैन, एकदम गफै मात्रै ठुला हो, अब मान्छे कुरै मात्र ठुलो, केही गर्नेवालो होइन, त्यस्तो लाग्छ भनेपछि चाहिँ अब केटीहरूले पनि अलिकति सतर्क भएर आफ्नो जीवन अनि आफ्नो लाइफ अगाडिको सबै कुरा हेरेर अनि एउटा राम्रो बाटो खोजेर अगाडि बढ्दा नै राम्रो हुन्छ। किनभने अब यहाँ आफ्नो फ्युचर, आफ्नो जिन्दगी जिउने अधिकार सबैलाई हुन्छ। त्यही भएर सोचौँ एकचोटि।